सम्पूर्ण बैतडीवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा मेरो नमस्कार। म दिनेश प्रसाद अवस्थी। म एउटा आज सानो कुरा लिएर आएको छु जुन राजनीतिसँग जोडिएको छ र म पनि आफू राजनीतिसँग जोडिएको हुनाले एउटा कुरा राख्न चाहे हजुरमाझ सुनिदिनुहुन्छ भन्ने आशा गरेको छु। अहिले हाम्रो बैतडी जिल्लाको राजनीति कस्तो छ भने अहिले हाम्रो माननीय हरिमोहन भण्डारीजी हुनुहुन्छ। बैतडी जिल्लाबाट उहाँले जितिसक्नुभयो। तर अहिले राजनीति कस्तो भइरहेको छ भने प्रतिशोधको राजनीति भइरहेको छ। उहाँलाई कसरी कमजोर बनाउने भनेर माननीय कमजोर बनाउनु भनेको बैतडी जिल्ला 5 वर्ष पछाडि पर्नु हो। 5 वर्षसम्म हामीले विरोधै गरिराख्ने हो भने काम केही हुँदैन अनि 5 वर्ष पछाडि पर्छ हाम्रो जिल्ला। यसपछि एमाले जिल्ला, काङ्ग्रेसले जिल्ला, माओवादीले जिल्ला हामी विरोध गर्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छेले विरोध गर्छन् भने त्यति बेला अझ 5 वर्ष 10 वर्ष पछाडि उसरी नै भइहाल्यो। चुनावसम्म विरोध गर्नुहोस्, आफ्ना एजेन्डाहरू जनतामाझ राख्नुहोस्, आफ्नो खुबी देखाउनुहोस्, आफूलाई राम्रो बनाउनुहोस्, जनताको मन जित्नुहोस्, चुनाव जित्नुहोस्। त्यो फरक कुरा हो। त्यति बेला गर्न पाइयो, विरोध पनि गर्न पाइयो, नराम्रो छन् भने विरोध गर्न पाइयो। चुनाव जितिसकेपछि बैतडी जिल्लाभरिको प्रतिनिधि एक हो अनि हामीले त्यही मान्छेको विरोधै गरिराख्यो भनेपछि उहाँलाई सल्लाह सुझाव केही गएन भनेपछि बैतडी जिल्लाबाट कसरी बैतडी बन्छ? उहाँलाई पुरै जिल्लाभरिको समस्या त थाहा हुँदैन। मेरो गाउँमा समस्या छ भने म एउटैले भन्दा फरक हुन्छ। मेरो गाउँभरिका जनता मिलेर एउटा माननीय ज्यूलाई सुझाव सल्लाह दियो भने त्यो काम अवश्य बन्छ भन्ने मैले आशा गरेको छु। यही भएको छ हाम्रो फरक। र अहिले कस्तो राजनीति गरिरहेका छन् भने जुन मान्छे बैतडीमा छैनन्, कोही विदेशबाट भनिरहेका छन्, कोही तराईबाट भनिरहेका छन्, कोही काठमाडौँबाट फेसबुकमा लेखिरहेका छन्। ए साथी हो, यो तराईका जिल्लामा त हामीलाई आवश्यकतै छैन। मैले यहाँको म बोराडाँडी हो, मेरो घर 3 नम्बर वडामा बस्छ, तर यहाँका वडा अध्यक्ष को छन्, वडा सदस्य को छन् मलाई थाहा छैन। किन थाहा छैन? यहाँ सुविधा सबै छ। रोड घरनिर पुगिसक्यो, पानी खानेपानी घरमै पुगिसक्यो, स्वास्थ्य छँदैछ, स्कुल छँदैछ। तर पहाडमा यी कुराहरू छैनन्। पहाडमा यी कुराहरू कसरी पुर्याउने त? कुन मान्छे मार्फत हामीलाई यी कुराहरू पुर्याउन सहजीकरण हुने? ओडा र नगरपालिका